All right guys, a new day with new vlog, नयाँ जोस जागरका साथ नयाँ दिनको सुरुवात। गुड मर्निङ गाइज सम्पूर्णलाई। सो आज चाहिँ धेरै दिनपछि मस्त घाम लागिरहेछ। बेलुका पानी परेर होला, घाम पनि खतरै लागिरहेछ। आज आकाश नि मस्त खुलिरहेछ, हेर्न सक्नुहुन्छ। यताको भ्यू चाहिँ यस्तो छ, बबाल देखिरहेछ। आज चाहिँ धेरै दिनपछि घाम लागेर पनि होला, लगभग चुनाव यतादेखि त घाम पनि लागेको छैन। सो आज चाहिँ लागिएको छ, खबर राम्रो भइरहेछ। बेलुका पानी हावा हुन्डरी आएर घाम चाहिँ राम्रै लागिरहेछ। यता चाहिँ खोरपानीको बोर्ड हो यो चाहिँ। यता चाहिँ हाम्रो आलु सालु रोपिएको छ क्या अरे, आलु नि उम्रिएछ क्या हो। आलु हो यतातिर चाहिँ, आलु उम्रिसकेको रहेछ। बेलुकाको पानीले गर्दाखेरि चाहिँ मस्त मकै पनि हरियो भइरहेछ। जताततै अहिले त मकै रोपिरहेछ यतातिर चाहिँ, पुरै हरियाली। ल उतातिर चाहिँ अलि हुस्सुले लागिरहेको रहेछ क्या अझै पनि। यतातिर चाहिँ मस्त खुलिरहेछ अहिले। सो त्यही हो ल। हेलो गुड मर्निङ, नमस्ते, नमस्कार साथीहरू। म चाहिँ अहिले सिधै सदरमुकामबाट भनौँ, आज सदरमुकाम झरेको छ काम भएर, त्यही भएर बिहान बिहानै झरेको छ। सदरमुकामको चाहिँ हालचाल चाहिँ यस्तो रहेछ, खासै उ छैन, प्याक छैन। यतातिर के बनाउनको लागि काम गर्दै हुनुहुन्छ मान्छेहरू। सो म चाहिँ झरेको छु यता सदरमुकामतिर। ल अब सबैजना सन्चै आरामै हुनुहुन्छ होला है। म पनि आरामै छु, राम्रै छु। अब त्यही भएर सदरमुकामतिर झरेको छु। अब थोरै काम छ, अनि फेरि फर्किनु पर्ला। गाडी कतिखेरको पाइन्छ, धुई जाने गाडी। अब त्यहाँबाट फर्किनु पर्ला जस्तो छ। सो हेर्दै गर्नु होला है। चाहिँ धेरै 3-4 वर्षपछि आएको अहिले चाहिँ, त्यही भएर यतातिर ग्रिल पनि जोडेछ, बाटो पनि बनाएछ तलसम्मै। लगभग 1 किलोमिटर जति बनायो होला। यहाँ त राम्रै बनाएको रहेछ, पेटी गरेर ग्रिलहरू नि हालेको रहेछ। सो अब म चाहिँ झर्दैछु सदरमुकामतिर, हेर्दै गर्नु होला म के गर्छु। अब भ्याइसम्म चाहिँ देखाउँछु, भ्याएन भने अब के गर्नु, यसै छ। मलाई फेरि अलिअलि लाज पनि लाग्छ, मान्छेको क्राउड धेरै भयो भने बोल्नको लागि। सो त्यही भएर खिच्ने अप्ठ्यारो लाग्छ। सो हजुरले मैले भ्याएसम्म, अब लाज नलागेसम्म खिचेर हाल्छु होला, हाल्यो भने हेर्नु होला है। अहिले गाई धोबी आइपुग्यो मन्थलीबाट चाहिँ। आमामा हावाहुरी ओभर आइरहेको रहेछ, पानी पनि परेको रहेछ अहिले चाहिँ, हरायो पानी परेको चाहिँ। सो अहिले हावा चाहिँ मजाले चलिरहेछ। पहाडीपट्टि चाहिँ मजाले पानी पर्दै रहेछ, यता चाहिँ केही छैन। ल हावा चलेर आम्मा त्यही छ नि, पानी पनि पर्न लागिरहेछ। अघि नै परेर सुकिसकेको रहेछ, अब हावा त चलिरहेछ मस्त। ल त्यही हो, अब चाहिँ घर जाँदैछु म चाहिँ। धोबीमा झरेर जाँदैछु घरतिर। चाहिँ पानी परेर हावा चलेर वाउ भ्यू चाहिँ खतरा देखिरहेछ, तपाईँले हेर्न सक्नुहुन्छ। ल हेर्नु त, ल सबै हुसु जति सबै हटाएको छ। ल बवाल भइरहेछ।